ल यो चाहिँ कुहिएछ एउटा, यसलाई चाहिँ फालिदिउँ भने बाख्राले खान्छ यो। यो अर्को चाहिँ फर्सी। ल हाम्रो यो फर्सी फलेको यहाँ हेर्नुहोस् ल, टक्क लाएर अर्को फर्सी त अब सकिन्छ, खाएर पनि सक्यो होइन, एउटा पनि छैन अब खाएर सक्यो। पानी हाल्दैन। यो सानो फलेछ, एउटा चाहिँ त्यो ठिक छ, उताबाट अलिकति सानो भयो के हो, यहाँ सबै मिक्स माक्स छ। यता फर्सी 1 2 3 4 5 होइन, 6 वटा। टमाटर फलिसकेछ। अनि अब यो आलु अस्ति नै खन्नुपर्ने होइन, हो अब खानुपर्ने आलु चाहिँ यति नै छ एक साइड। यो सार्नुपर्ने होला नि, यो यतै बरु यहीँ सारिदियो भने हुन्छ नि। ऊ त्यो माथि त्यो उहाँको त साग कति राम्रो ऊ यहाँ पनि फलेछ है फर्सी, यो पछि ल्याएको पनि फलेछ यो। ल यो धनियाँ त भइहाल्यो, धनियाँ फर्सी टक्क ल्याएर यहाँनिर। अब अर्को के छर्नु भयो, ल त्यसलाई हालिदिनु पऱ्यो पानी, तल जग त्यसमै छ, अब त्यसले हाल्नु अहिले। ल फर्सी हो ए, फर्सी पनि खतरा भयो। ल यो चाहिँ फल्न यो सानो सानो फलेको टक्क 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 आइरहेछ। तपाईँहरूलाई चाहिँ यो ठ्याक्क जति ठुलो हुन्छ अपडेट गर्दै गरौँला कसरी हुन्छ होइन। टक्क लाँदै फर्सी टक्क। यो चाहिँ अब धनियाँ बिउको लागि, यो त अब त बिउको लागि त हो नि होइन सक्यो। हजुर खोर्सानी, यो डल्ले खोर्सानी चाहिँ एकदम ढिला भयो, यो सानो बिरुवा सानो सानो छ। यो कुखुराको मल सानो भए सबै जे पनि चाहियो, कुखुरा पनि चाहियो, त्यसमा गहुँत पनि छ सबै। यो छ टमाटर, यो चाहिँ मिक्स मास भयो, पहिलोचोटि हामीले लगाएको यो होइन। फल्न चाहिँ सबैतिर फलेको छ, यो पछि सारेकोहरूमा पनि सबै फलेको छ सानो सानो। त्यो कटिङ चाहिँ हामीले गरेको छैनौँ, कटिङ अब यसलाई अलिकति थाङ्रा लाएर कटिङ पनि गर्दै गर्ने, अलिक माथि गर्दै गर्ने भनेको, तर यो पिच उनी तलै भइसक्यो। जति हुन्छ यसलाई मल दिँदै यही गर्ने भएपछि यो व्यावसायिक रूपमा जस्तो त देखिएन, तर यो चाहिँ राम्रो। यो साग, रायो साग। अर्को चाहिँ यता छ, यो मकै त सधैँ छ सबैको, यो पनि राम्रो छ। खोर्सानी यस्तो भयो। ल खोर्सानी पनि हाम्रो यो खोर्सानीमा चाहिँ लगानी कम, सबैमा प्रायः लगानी कमै छ। खोर्सानीमा त हामीले 20 रुपियाँको खोर्सानी होला लगभग हाम्रो यो होइन। खोर्सानी यो भयो, त्यो त फल्नै लागिसक्यो अलिअलि। यो ल तपाईँहरूले राम्रोसँग हेर्न सक्नुहुन्छ। टक्क टक्क लाएर टक्क खोर्सानी। यो इस्कुस त अब सबैतिर झाँगिहाल्छ, त्यसलाई चाहियो। ठुलो इस्कुस पनि ठुलो भयो। अब खोर्सानीको बिरुवा ठुलै भएको छ अहिले। ल खोर्सानी ठुलो भएको छ, तपाईँहरू सबैजनाले सपोर्ट हेरिदिनु होला। टक्क लाएर अपडेट यो फलेपछि कस्तो के सबै तपाईँहरूलाई अपडेट गर्नेछु।